के तपाईले शेयर किन्ने बित्तिकै नेप्सी घट्छ अनि बेच्ने बित्तिकै बढ्छ? यदि तपाईलाई यस्तो लाग्छ भने कमेन्ट गर्नु होला र यो भिडियो पुरा हेर्नु होला। धेरै इन्भेस्टरहरू यसलाई लकसँग जोड्छन्, तर वास्तवमा यो लक भन्दा धेरै मानिसको डिसिजन लिने तरिका अर्थात् साइकोलोजीसँग सम्बन्धित हुन्छ। जब मार्केट लगातार बढिरहेको हुन्छ तब चार्टहरू पनि ग्रीन देखिन थाल्छन् अनि न्यूजहरू पनि पोजिटिभ आउँछन्। यसले इन्भेस्टरहरूमा कन्फिडेन्स पैदा गर्छ र बिस्तारै यो कन्फिडेन्स फोमोमा बदलिन्छ अनि तपाईलाई लाग्छ अब त अझै बढ्छ, त्यसपछि हाई प्राइसमा किन्न सुरु गर्नुहुन्छ। तर यही समयमा पहिले नै प्रफिट कमाइसकेकाहरूले बेच्न सुरु गर्छन्। यसको मतलब तपाईले किन्न सुरु गर्नु र मार्केट रिभर्स हुनु लगभग एउटै समय पर्न जान्छ। यो कुरा अझै यतिमै सकिँदैन, अर्को साइड झन् इन्ट्रेस्टिङ छ। जब मार्केट घट्न थाल्छ त्यसपछि सिचुएसन ठ्याक्कै उल्टो हुन्छ। चार्टहरू रेड देखिन थाल्छन्, नेगेटिभ न्यूज आउन थाल्छ, प्राइस तल झर्छ र कन्फिडेन्स पनि तल झर्न थाल्छ र यही डरका कारण तपाई अब त अझै घट्छ भनेर लसमा बेच्नुहुन्छ। तर यही समयमा लङ टर्म इन्भेस्टर र स्मार्ट मनीहरूले बिस्तारै बाई गर्न सुरु गरिसकेका हुन्छन्। त्यसैले तपाईले बेच्ने बेलातिर मार्केटले बटम लगाउन सुरु गरिसकेको हुन्छ। यसबाट के बुझिन्छ भने प्रब्लम मार्केटमा होइन, डिसिजन लिने समय हो। जब तपाई धेरै एक्साइटेड हुनुहुन्छ तब मार्केट पिक नजिक हुन्छ भने जब तपाई धेरै डराउनुहुन्छ तब मार्केट बटम नजिक हुन्छ। त्यसैले नेक्स्ट टाइम तपाईले किनेपछि घट्यो र बेचेपछि बढ्यो भन्नु अगाडि एकचोटि सोच्नुहोस् तपाईले डिसिजन इमोसनबाट लिँदै हुनुहुन्छ कि लजिकबाट। यस्तो एक्सपिरियन्स तपाईलाई कतिचोटि भएको छ कमेन्ट गर्नु होला र नेप्से शिक्षालाई आजै फलो गर्नु होला।